Hi everyone, welcome back to my channel. This is Miss Preeti and welcome to my new video. आजको ब्लगमा चाहिँ हामी जाँदैछौँ घुम्न कहाँ भन्दाखेरि पोखरा। यो चाहिँ हाम्रो अफिस ट्रिप हो अनि अहिले चाहिँ 7 बजेको छ। यहाँ ब्यागहरू अझै तल पनि छ कतिवटा ब्यागहरू। खै कहाँ यहाँ सुटकेस खै सुटकेस नयाँ जुत्ता। अब चाहिँ हामी एकछिनपछि हिँड्ने बेलामा कन्टिन्यू गर्छु। सो यहाँ चाहिँ सबैजना जम्मा हुँदैछौँ। ल यहाँ प्याकिङ हुँदैछ गाइस। वाइड एङ्गलमा नराम्रो क्वालिटी आउँछ कि 17 थोडी हो वाइड एङ्गलमा पनि राम्रो हो। यहाँ सिका खान फेरि मलाई हामी चाहिँ फेरि घर जाँदैछौँ किनकि मैले जुत्ता चाहिँ ल्याएको थिएन नअटेर। तर जुत्ता चाहिँ चाहिन्छ अरे कि हिँड्न पर्छ अरे। मैले बुट लाएर आएको थिएँ। सो अब चाहिँ हामी दुईजना घर जाँदैछौँ। मेरो जुत्ता सुस्मिता दिदीको इयररिङ लिनलाई सुरु भइसक्यो। यहाँ चाहिँ सामानहरू यहाँ लोड हुँदैछ। अझै यति बाँकी छ। यहाँ अर्को भ्लग हुँदैछ ल। दाहिने यताबाट जाँदा दाहिने हैन हजुर। यहाँ ओ माई गड हल्ला दुधको चिया अझै एउटा यहाँ चियाबाली आलु चना डाइट हो चिया पक्कै लाइ दिदी। हामी हात तताउँदैछौँ यहाँ। मेरो फोटो देखाऊ फोटो देखाऊ ए मुख देखाऊ भ्युज आउँछ। ओहो गाइज This terrible thing happened with Smriti Khatri. अहिले चाहिँ हामी यहाँ झोलुङ्गेपुरमा रोकेको छौँ। अलिकति ब्रेक फ्रेस एयर गाह्रो भयो माइ गॉड निडेड हजुरलाई। अब चाहिँ हामी यहाँ हिँड्दैछौँ। बिचसम्म पुग्छौँ अनि फर्किन्छौँ। सो तपाईँ देख्न सक्नुहुन्छ सबैजना अब फोटो खिच्दै हुनुहुन्छ। ल यहाँ हेर्नु हैन भारी हैन हेर्नु न हेर्नु यस्तो गर्किन यस्तो गर्नु हामी कहाँ छौं रे हामी चम्पुलमा हामी धम्पुस जाने बाटोमा अनि सर यार हाम्रो होम सिटी बुटोल। अब चाहिँ ओए खाना खाने ठाउँमा ब्रेक। यहाँ चाहिँ आइसकेको छ हाम्रो लन्च। अरु कसैलाई यहाँ दबाई वितरण भइरहेको। अरु कसैलाई अप्ठ्यारो भएको हामीले चाहिँ खाना खाइसक्यौँ। अब हामी एक्सप्लोर गर्न हिँड्दैछौँ। स्याङ्जा अब त भ्याइयो के भगवान्लाई दया लाग्यो होला त सुन्दा मोमा। ल अब जाम कहाँ कस्तो राम्रो ठाउँ भयो भने भिडियो देखाउँछु। ल
हामीले चाहिँ एउटा खोला भेटेको छौँ तर त्यहाँ खोलासम्म जाने बाटो अझै यहाँ खोज्दै हुनुहुन्छ त्यो एल्ना दिदी र सुस्मिता दिदीले। हामी चाहिँ यहाँ कुरिरहेछौँ कहिले फाइनलाइज हुन्छ हाम्रो रुट अनि बल्ल हामी हिँड्छौँ। ओके त्यस्तो बाटो उकालो उकालो चढेर ल अब जान्न भयो खोलै रहेन झरे ल जाम पुल जाम हिँड पुल हल्ला गरे अहिले चाहिँ हामी यहाँ पुलमा घाम आयो यार पुलमाथि चढेर फर्किँदैछौँ। सगरमाथा आरोहण गरे जस्तो आरोहण गर्दा आधी यहाँ सगरमाथि छ साइडमा आधी मान्छे यहाँ मिनी सगरमाथा तो के अरे अर्को हाँ सो अभी हम ये एक प्रैंक कर रहे हैं कि हम इंडिया से आए हैं ऐसा हमको प्रैंक करना है पब्लिक लोकल लोगों को चाहिए प्रैंक करना है। हमको कुछ नहीं पता है नेपाल के बारे में हम बता दीजिए। हम इंडिया से हम एक इंसान के पास जाके पूछते हैं कि ये रास्ता कहाँ पोखरा का रास्ता कहाँ है ये ठीक है वहाँ ई रिक्शा वालों से आप जाएंगे ब्लॉग बनाते बनाते जाइए ठीक है हाँ ठीक है जाइए अंकल ये रास्ता किधर जाता है? किधर जाना है आपको? हमें पोखरा जाना है। पोखरा जाना है तो ये रास्ता जाएगा। कौन सा रास्ता? यहाँ से इधर जाएगा। इधर से हम चले जाएंगे। और ये कौन सा जगह है? ये बैर गाड़ी बोलता है इसको। क्या बोलता है? बैर गाड़ी। ओ बैर गाड़ी। आपको पोखरा जाना है ना? कितने घंटे में पहुँच जाएंगे? आपको 2 घंटे में पहुँचाएगा। हम आप पोखरा 2 घंटे में पहुँचने वाले हैं। ओके थैंक यू। आपका गाड़ी कहाँ है? हाँ हमारा गाड़ी उधर है। हम इधर घूमने गए थे। आप यूपी के हैं? हाँ। हमको कैसे मालूम हो गया कि आपका गाड़ी है? आपको पता चल गया हम यूपी से? कैसे? हम तो चेहरा देख के मालूम पड़ता है हमको क्योंकि हम इंडिया यूपी के जैसे दिखते हैं। हम तो इंडिया 15 साल बैठे हैं दिल्ली में। गाड़ी किधर है आपका? हमारा उधर है गाड़ी तो ठीक है। मैं पूछना चाह रही थी कितने घंटे में पहुंच जाएंगे? 2 घंटे में पहुंचे। वैसे आप लोग डायरेक्ट जाएंगे तो 1.5 घंटे लगेगा। जैसे आइस इधर से जाता है ना गाड़ी वो 2 घंटे लगता है। वो जैसे पैसेंजर लेके जाता है ना जैसे उसको जाने उतारना पड़ेगा चढ़ाना पड़ेगा वो 2 घंटे लेगा। लेकिन आप लोग डायरेक्ट जाएंगे तो 1.5 घंटा 1.25 घंटा में पहुंच जाएंगे आप। थैंक यू आपको धेरै धेरै धन्यवाद। ल ये गाइस आई प्रैंक टीम म इंडिया को एकला टीम को ए हामी चाहिँ यहाँनिर आएर रोकेको छौँ एकछिन। एउटा भाइरलवाला चटपटे पसल रहेछ हामी चाहिँ त्यही जानु लाग्यो। ल कागती रस फ्रम आफ्नै घर त्यस्तै हैन के तिमी हैन हामी चटपटे खान आएको छ। आन्टी चुक हाल्नु भयो अचल त हाल्दिम ल्याउ यहाँ डाडु नै छ। चुक त हाल्ने नै हैन नि हामीले ल्याम कागती सवारीमा फलेको ताजा कागतीको रस तपाईहरु देख्न सक्नुहुन्छ। आफ्नै साथीहरु आज हाम्रो नास्तामा चटपटे हेर्नुस् मिठो चटपटे होइन के हुँदैन। अब चाहिँ हामी पोखरा पुगिसक्यौँ फाइनल्ली अनि यहाँ हल्का कफी ब्रेकमा बसेको छौँ। कस्तो भइरह बन्टु? यहाँ यिनीहरूको हालत देखेर मलाई विचित्र फिल भइसक्यो यहाँ दुईजना। गाइज यिनीहरू 3 जना त हामीलाई छोडेर गए हाम्रो गाडीको टिमहरू। अब करिना र म मात्र बसेछौँ। जीवन सरको हातमा केही कुरा छ कि त्यहाँ मैले देखाउन खोजेको तर अब छिटो हामी चाहिँ यहीँ बस्दा बस्दा बोर भएर अब यहाँ पारि एउटा किराना पसल रहेछ त्यही पसलमा जान लाग्यो। केही खानेकुरा भयो भने ल्याउँछौँ नत्र भए ग्लु चाहिएको छ हामीलाई। ग्लु लिएर आएर आफै लाउने रहेछ। हामीले चाहिँ अब पसलबाट सामानहरू किनेर आयौँ। सो म चाहिँ अब अल भिडियो गराउँछु के किने भनेर। सुरुमा यो फ्रुटी
यो चाहिँ करिनाले नखाने अरे। त्यसपछि यो फेभिक्विक, यो चाहिँ हामीलाई चाहिँ खासमा यही हो किन्न गएको। त्यसपछि मैले किनेको छु यो इमलीहरू, यो चाहिँ अहिले पछिको लागि पनि किनेको हो। अनि यो चाहिँ करिनालाई खानु मन लागेर। अनि त्यसपछि मलाई चाहिँ यो खानु मन लागेको थियो, फेरि यो चाहिँ करिनालाई खानु मन लागेको थियो, यो चाहिँ दुईजनाले ट्राई गर्नु मन लागेको थियो, अनि यो चाहिँ मलाई खानु मन लागेको हो। सो द्याट इज इट। यति कुराहरू चाहिँ हामीले किन्यौँ, अब खान्छौँ। द्याट्स इट। ल बाई बाई गाइस। फेरि क्लच मिलाउनु पर्यो नि त, क्लच मिलाउनुलाई पेलेरै जाने हो क्या। मजा चाहिँ यस्तै बाटोमा हिँड्दा मजा आउँछ मलाई। गाइस यस्तो दामी भ्यू देख्यो यहाँ, ओ दामी देख्यो। यहाँ हेर्नु न नाटक फेरि झ्याप्चो फोटो खिचेर अब चाहिँ हामी जान लाग्यौँ। जाडो भयो तर यहाँ चाहिँ अब ढुङ्गा हाल्नु पर्ने भयो। अब चाहिँ यहाँ हाल्दै हुनुहुन्छ। हजुरले पनि स्ट्याकिङ गर्न ल्याउनु भएछ, मैले पनि ल्याएको कि यहाँ टाइम लाग्छ भनेर। हामी चाहिँ फाइनली पुग्यौँ। यहाँ मान्छेहरू नचिनी नि हुनुभयो। हामीलाई चाहिँ गर्मी भयो यस्तो गरेको। जुठो हाली त यसले भन्नु यहाँ पनि छु हैन के ए म त यस्तो वाला गर्नुपर्छ आगो हो त्यहाँ ए माथि पुरै उस बनाउनु क्याम्पिङ। सो हामीले चाहिँ यता हेर चेक इन गरिसक्यौँ। अनि हामी तिनजना चाहिँ एउटा रुममा परेको छौँ। अफसोस ओके गाइस, हामी चाहिँ क्रिसमसको लागि रेडी भइसकेको छौँ। यहाँ राखेर आउटफिट चेक दिउँ त। आउनु त आउटफिट चेक दिउँ। दिस इज आवर आउटफिट। हेरौँ त रेड रेड रेड। ल अब चाहिँ यसमाथिबाट बाक्लो ज्याकेट ल्याएर जाने हो। आगो चाहिँ मजासँग रनको रन गरिदिन पाए आनन्द भनेर हो। हामी चाहिँ आगो ताप्दै बसिरहेको छौँ, नास्ता खाँदै। नास्ता खाएर भ्याम। अब चाहिँ गिफ्ट एक्सचेन्जिङ हो। सबसे एक्साइटेड म यसको लागि। होला त्यो पनि थाहा छैन मलाई, मलाई थाहा छैन। त्यस्तो गर्न ठिक होला र। ल ठिक छ। यहाँ चाहिँ छ हाम्रो गिफ्टहरू। ल आफ्नो आफ्नो गिफ्ट लिगौँ। सम्पूर्ण हप्का धम्मेहरूलाई धम्पुसमा स्वागत छ। मलाई करिना परे जस्तै तपाईहरुलाई पनि कोही न कोही परेकै छ होला। तर यसमा थोरै सिक्रेटमा पनि अब सरप्राइज छ। अब म यहाँबाट गिफ्ट फालिदिँदै जान्छु। जसले छोप्न सक्छ त्यसैको पाले पालो दिँदै जाम हैन त। त्यही माथि स्टेजमा विनिता पाण्डे। मैले भन्दिम ल गिफ्ट चाहिँ पाइसकेको छौँ हामीले। ये अब एकछिनमा खोल्यो। भ्याइसक्यो भित्र। यहाँ गिफ्ट अनबक्सिङ हुँदैछ। मैले चाहिँ यो पाएँ। थ्याङ्क यू स्मृति म्याम। वेलकम।
थ्याङ्क यू अन्ना दिदी मतलब छैन थ्याङ्क यू अब चाहिँ हाम्रो यहाँ प्रोग्राम सुरु हुन जाँदैछ हामी बसिरहेको छौँ यहाँ चाहिँ अब डान्स प्रोग्राम टाइप हुन्छ आमा समूह प्रोग्राम हुन्छ वेलकम टु माई ब्लग यता नि अरे केयरिङको नाम बन्टु अब चाहिँ यहाँ भयो फाइनली उज्यालो भयो नमस्ते No, thank you so much. जानेको ठिकै छ हाई गाइज हामी चाहिँ भर्खर खाना खाएर आयौँ अनि खाना खाने टाइममा चाहिँ मेरो फोन चार्जमा थियो हामीले अर्को गिफ्ट पाएको छौँ अनबक्स गरौँ मेरो फर्स्ट गिफ्ट हजुरहरूलाई त देखाइसकेँ मैले देखाएँ यसमा चाहिँ आई गेस कप नै छ यो उसले दिएको हामीलाई हामी जहाँ बसेको छौँ त्यो ठाउँको दाइले दिनुभएको अब के हो कप नै हो अब यो कप चाहिँ कसरी लाने भन्ने दुःख हो न थाहा मलाई कप कहिले अरे कप दामी भनेको टम्पुस भिलेज इकोलजले दिनुभएको छ कप ल आजको लागि यति नै अब मेरो भ्लग पनि बन्द गर्छु एकछिनपछि अब हामी नाच्छौँ होला बाहिर आएर नो नाचे पनि अब गीत बजाउँछौँ सो मेरो भ्लग यहीँ सकिन्छ बाई बाई थ्याङ्क यू फर वाचिङ अब मैले नेक्स्ट डे चाहिँ कन्टिन्यू गर्छु बाई बाई